फेसबुकले भनेको छ यदि तपाईलाई फेसबुकमा कन्टेन्ट मोनेटाइजेसनको टुल चाहियो भने 5 वटा यस्ता शर्त छन् जसलाई तपाईले मान्नु पर्छ। यदि तपाईले 5 वटा शर्त मान्नु भयो भने कन्टेन्ट मोनेटाइजेसनको टुल मिल्न सक्छ। र मैले फेसबुकका 5वटै रुल आफ्नो फेसबुक पेजमा इम्प्लिमेन्ट गरे र मलाई फेसबुकमा कन्टेन्ट मोनेटाइजेसन टुल मिलिसक्यो र तपाईलाई पनि कन्टेन्ट मोनेटाइजेसनको टुल मिल्न सक्छ मैले भनेको कुराहरूलाई फलो गर्नुभयो भने। अनि धेरै साथीहरूले के सोध्नुहुन्छ भन्दाखेरि फेसबुकमा कन्टेन्ट मोनेटाइजेसनको क्राइटेरिया के हो यही कुरा म यो भिडियोमा तपाईलाई पुरा भन्ने छु। यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अब सुन्नुस् ध्यानसँग। कन्टेन्ट मोनेटाइजेसन टुल फेसबुकमा धेरै क्रिएटरहरूलाई मिलिसक्यो र मिल्नेवाला पनि छ। बट यो सब तिनीहरूलाई मिलेको छ जसले जानी नजानी भए पनि फेसबुकमा 5 वटा शर्तहरू मानेको छ। यदि त्यो रुल नमानेको भए सायद तिनीहरूलाई पनि कन्टेन्ट मोनेटाइजेसनको टुल मिल्थेन पनि होला। धेरै साथीहरूले मलाई यो पनि सोध्नु भएको छ कि अविनाश भाइ क्राइटेरिया भनिदिनु पर्यो। ठिक छ म तपाईलाई भनिदिन्छु। फेसबुकले केही दिन अगाडि एउटा क्राइटेरिया लन्च गरेको थियो। त्यसमा 10,000 फलोअर्स हुनु पर्थ्यो अनि 1,50,000 युनिक भ्युज चाहिन्थ्यो र जसले यो क्राइटेरिया एक आपसमा म्याच गर्थे उनीहरू मध्ये धेरै जनालाई कन्टेन्ट मोनेटाइजेसनको टुल फेसबुकले दिने गर्थ्यो। बट अझै पनि इन्भाइट ओन्ली थियो। यस्तो होइन कि यदि तपाईले 10,000 फलोअर्स कम्प्लिट गरिसक्नु भयो र साथमा 1,50,000 युनिक भ्युज पनि कम्प्लिट गरिसक्नु भयो। यो सबै कुरा कम्प्लिट गरिसकेपछि पनि यो जरुरी थिएन कि तपाईलाई कन्टेन्ट मोनेटाइजेसनको टुल मिल्थ्यो। अझै पनि यो इन्भाइट थियो। भनौं फेसबुकको अझै पनि यो शर्त थियो तपाईले यो सबै क्राइटेरिया कम्प्लिट गरिसक्नु भयो तर पनि यो ओन्ली इन्भाइटेड छ मैले चाहे भने मात्रै दिन्छु भन्ने शर्त थियो। र अहिले भने फेसबुकले बल्ल भनेको छ कि मेरो यो 5 वटा शर्तहरू मान्नुस् अनि म तपाईलाई मजासँग कन्टेन्ट मोनेटाइजेसनको टुल दिन्छु भनेर। सबैभन्दा पहिला भनेको छ कि फेसबुकले तपाईको फेसबुकको पेज या प्रोफाइलमा आफ्नो ओरिजिनल कन्टेन्ट हुन एकदमै जरुरी छ। मानौ कि तपाईको फेसबुकमा एउटा दुईटा तीनटा यो भन्दा पनि धेरै फेसबुक पेजहरू छन् भने त्यहाँ तपाईले आफ्नो फेस आफ्नो ओरिजिनल भिडियो पोस्टहरू तपाईले त्यहाँ तपाईले आफ्नो फेस आफ्नो भिडियो ओरिजिनल पोस्टहरू मात्रै त्यहाँ अपलोड गर्नुहुन्छ। कहीँबाट पनि रियुज पोस्टहरू तपाईले अपलोड गर्नुहुन्न। कपिराइट वाला पोस्टहरू तपाईले अपलोड गर्नु भएको छैन। कहीँबाट पनि तपाईले रियुज कन्टेन्ट अपलोड गर्नु भएको छैन। कहीँबाट पनि तपाईले कपी पेस्ट अपलोड गर्नु भएको छैन। यदि कपी पेस्ट गर्नु पनि भएको छ भने त्यसलाई यति धेरै मोडिफाइड गर्नु भएको छ कि अर्को कन्टेन्ट भन्दा तपाईको कन्टेन्ट एकदमै युनिक लागोस्। यदि तपाईले यस्तो गर्नु भएको छ भने तपाईको आइडीमा पनि कन्टेन्ट मोनेटाइजेसनको टुल मिल्न सक्छ। अनि 2 नम्बरमा तपाईले फेसबुकको हरेक फर्मेटमा काम गर्नुपर्ने हुन्छ। तपाईले टेक्स्ट पनि अपलोड गर्नुपर्ने हुन्छ। तपाईले फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ। तपाईले कहिलेकाहीँ लङ भिडियो पनि अपलोड गर्नुपर्ने हुन्छ र तपाईले रिल्स पनि अपलोड गर्नुपर्ने हुन्छ। तपाईले स्टोरी पनि लगाउनु पर्ने हुन्छ। यति मात्र होइन कई बार तपाईले हप्तामा 1-2 पटक लाइभ स्ट्रिम पनि गर्नुपर्ने हुन्छ। यदि तपाईले यो सब गर्नुभयो भने पनि तपाईको फेसबुकमा कन्टेन्ट मोनेटाइजेसनको टुल मिल्न सक्छ। अनि 3 नम्बरमा भनेको छ कि तपाईको पेज या तपाईको प्रोफाइलमा कुनै पनि भायोलेसन नहुनु पर्यो। जस्तै कि रिकमेन्डेबल इनेबल हुनु पर्यो। जस्तै कि तपाईको पेज तपाईको प्रोफाइलमा कुनै पनि कम्युनिटी स्ट्यान्डर्ड भायोलेसन नहुनु पर्यो। अनि अर्को तपाईको पेज तपाईको प्रोफाइलमा कुनै पनि कपिराइट स्ट्राइक नआउनु पर्यो। यदि तपाईले यी सबै कुराहरूलाई फलो गरेर तपाईले आफ्नो अकाउन्ट चलाइरहनु भएको छ भने तपाईलाई कन्टेन्ट मोनेटाइजेसनको टुल मिल्ने सम्भावना एकदमै धेरै छ। यस्तै पनि साथीहरू म त के भन्छु भन्दाखेरि यदि तपाईले फेसबुकमा काम गर्ने सोच्नु भएको छ भने सबैभन्दा पहिला यी फेसबुकको रुलहरू फेसबुकको कम्युनिटी गाइडलाइनको बारेमा पहिला पढेर आउनुस्। यदि तपाईले यो सबै पढ्नु भयो भने यहाँ तपाईलाई क्लियरली भनेको हुन्छ कि तपाईले कुनै पनि गलत तरिकाले भिडियो अपलोड गर्न पाउनुहुन्न। हम अप भिडियो अपलोड गर्न पाउनुहुन्न। तपाईले कसैलाई धेरै भन्दा धेरै गाली गर्न पाउनुहुन्न। अनि तपाईले कसैलाई गोली मार्दिन्छु आगो लगाइदिन्छु भनेर यस्ता धम्की दिन पाउनुहुन्न। यदि तपाईले यो सब गर्नुहुन्छ भने सायद तपाईलाई कन्टेन्ट मोनेटाइजेसन नमिल्न पनि सक्छ। फेसबुकको मैले एउटा कुरा चाहिँ के नोटिस गरेको छु भन्दाखेरि तपाईले कमेडी टाइपको हैन कुनै इन्टरटेनमेन्ट टाइपको तपाईले भिडियो अपलोड गर्नुहुन्छ भने
यसमा तपाईको धेरैभन्दा धेरै भिडियोहरू चल्छन् र तपाईलाई कन्टेन्ट मोनेटाइजेसनको टुल मिल्ने सम्भावना धेरै हुन्छ। अब कुरा गरौँ 4 नम्बरको रुलको बारेमा। यो एकदमै इम्पोर्टेन्ट छ, ध्यान दिएर सुन्नुस्। यो रुल हो साथी कन्सिस्टेन्सी। यदि कन्सिस्टेन्सी तपाईको छैन भने सायद तपाईलाई कन्टेन्ट मोनेटाइजेसन को टुल कहिले पनि मिल्दैन, किनकि फेसबुकले आफ्नो अफिसियल पोस्टमा यो कुरा सिधा सिधा भनेको छ कि फेसबुकमा रेगुलर हुन एकदमै जरुरी छ। रेगुलर मतलब तपाईले आफ्नो मेन प्रोफाइल मेन पेजमा तपाईले रेगुलर एउटा पोस्ट गर्नुस् या कुनै फोटो अपलोड गर्नुस् या कुनै रिल्स अपलोड गर्नुस् या त लाइभ स्ट्रिम नै गर्नुस्, तर कुछ न कुछ गर्न एकदमै जरुरी छ। यो सब मध्ये एउटा न एउटा एक्टिभिटी चाहिँ तपाईको एकदमै हुनै पर्छ र यही एक्टिभिटी तपाईले रेगुलर गर्नुभयो आफ्नो पेजमा आफ्नो प्रोफाइलमा तपाईलाई 100% तपाईलाई कन्टेन्ट मोनेटाइजेसनको टुल मिल्नेछ। फेसबुकले भनेको मैले होइन। र 1 जुनमा फेसबुकको तर्फबाट एउटा इम्पोर्टेन्ट अपडेट आउनेवाला छ, त्यो कुरालाई जरुर तपाईले पढ्नु होला। साथीहरु, फेसबुकमा हर तरिकाले काम गर्नुस्, हर तरिकाको कन्टेन्टमा काम गर्नुस्, इम्पोर्टेन्ट कुरा एक्टिभ रहनुस्, रेगुलर रहनुस् है। 1 जुनमा आउने यो फेसबुकको अपडेट नछुटाएर हेर्नु होला। के थाहा यो फेसबुक कन्टेन्ट मोनेटाइजेसनको क्राइटेरियाको बारेमा पो अपडेट लिएर आउँदैछ कि, मलाई चाहिँ थाहा छैन, तर मलाई चाहिँ यस्तै लाग्दैछ, किनकि उसले यत्रो बिग अनाउन्स गरेर फेसबुक कन्टेन्ट मोनेटाइजेसनको क्राइटेरियाको बारेमा नै कुनै अपडेट ल्याउँदैछ भन्ने मलाई चाहिँ लागेको छ। त्यसै कारणले गर्दाखेरि यदि तपाईहरु यहाँसम्म आइपुग्नु भयो भने मलाई फलो गरेर जानुस्, सब्स्क्राइब गरेर जानुस् र भिडियोलाई लाइक गरेर जानुस्। अब भेटौँला अर्को भिडियोमा।